अडियन्स आमा लभ छ तर बन्टी दा वेलकम हो क्या मस्ट लभ दाइ कहाँ हुनुहुन्छ आज अहिले? म त यार केटिएममै 4-5 दिन भएको थियो बाहिर थिएँ अहिले फेरि केटिएम आएको छु फेरि 2-3 दिनपछि फेरि आएको छु दाइ एकचोटि बिहान भएको गाडी खुल्दैन? भाइ यस्तो हुन्छ मेरो पनि पहिला एउटा कति 400 समथिङ के को आइडी थियो होइन पहिलेको कुरा हो 2-3 वर्ष अगाडि कुरा त्यसमा आइडी नै ब्यान भयो खुलेन के रिपिट त आएन तिम्रो कतिचोटि स्ट्राइक लागेको थियो भन त मेरो त धेरै लागेको थियो नि मेरो पनि पहिला धेरै नै लागेको थियो सबैभन्दा खतरनाक स्ट्राइक चाहिँ त्यो एडल्ट न्युडिटी एन्ड सेक्सुअल कन्टेन्ट भनेर हुन्छ कि एउटा स्ट्राइक चाहिँ सबैभन्दा खतरा त्यो स्ट्राइक लाग्यो भनेपछि चाहिँ आइडी नै गायब हो एपिएल गऱ्यो भने आउँछ भन्थ्यो त मान्छेहरूले फेरि आउँदैन के भाइ अपिल गरेँ मैले कतिचोटि अपिल गरेँ रिटर्न चाहिँ आउँछ तर फेरि त्यही स्ट्राइकमै हुन्छ फेरि स्ट्राइक लागिहाल्छ कुरै छोडिदियो क्या अहिले बरु यो आइडी केही पनि भएको छैन नत्र दुईटा आइडी छ होइन र मेरो 2टा छ ए तर कहाँ कसरी उड्यो त हजुर न त्यस्तो युजहरू गर्छ अनि भाइ मेरो के भएको त्यो नक्कली बन्दुक राखेको थियो कि नक्कली बन्दुक लाइनमा केजिएफ फिल्म चलिरहेको थियो थाहा छ केजिएफ फिल्म चलिरहेको बेलामा नक्कली बन्दुक यस्तो गरेर निकालेर देखाइदिएको अनि त्यो टिकटकमै उडिने ठिक छ अनि हजुरले च्यानलहरू चलाउनुहुन्न र च्यानल त धेरै भयो भिडियो सिडियो नआएको युट्युब यार म यार टिकटक पनि आज कति दिनपछि आएँ बोल्ला टिकटक त त्यस्तो चलाउनै पाएको छैन युट्युब त अब दुईटा च्यानल छ दुईटा च्यानलमा राजाहरू केही पनि हाल्नै पाएको छैन धेरै नै भइसक्यो कि साँच्चीकै नै तर अब बिस्तारै हाल्नु पर्ला अलवेज लभ युट्युब गर सुन न तिम्रो के अहिले इन्डियामा छौ हजुर म अहिले इन्डियामा छु म अब आउँछु नेपाल आएर गर्दा हुन्छ क्या अब बिस्तारै मिलाएर राम्रो कुराहरू हाल्ने राम्रो यताउति ब्लग बनाउने गर्दा हुन्छ क्या उता पोखराको पनि बाख्रेहरूसँग पनि कन्ट्याक्ट काम रहेछ नि त तिम्रो त उनीहरू पनि राम्रो मेहनत गरेर ब्लग बनाइरहेको हुन्छ यताउति बाइक साइक चलाएको उयोहरू हालेर हुन्छ यताउति गरेर हुन्छ अलवेज के दादा भाइ युट्युबको पासवर्ड बिर्सिनु भएको अरे होइन यार ग्याङ्स त्यस्तो छ क्या यहाँ सोध्ने हेर न होला है दाइ होला नै मैले त युट्युबको पासवर्ड त त्यस्तो बिर्सेको छैन कि तर त्यो हाल्नै पाएको छैन के हाल्ने हुन्छ भिडियो आजभोलि लभ छ हजुर लाइभ बस्छ कति घन्टा बस्छ र 1 घन्टा 2-3 को हजुर लाइभ अगे लाइभ मतलब टिकटकमा के 9:30 बजे हुन्छ 10:30 कहिले 11:30 कहिले 12 बज्छ 2 घन्टा 2 घन्टा ठ्याक्कै ए 2 घन्टा जति अलवेज लभ छ है राजाहरू अलवेज लभ छ तपु मेरो भाइ हो लभ छ अलवेज उतापट्टि त्यो उतापट्टिको मान्छे पनि यतापट्टि आएर त्यो आनाचल ब्लुज यताउति गर्नुपर्ने कुरै छैन बुझेन यो नेपाली मान्छे यार कस्तो यार घरि कुलबाई घरि उता गएर थापु भन्दा छ यार के भनेकै छैन अलवेज लभ छ यार सबजना मिल्ने हो दाइले आफ्नो तालमा गर्न दियो न केटा आफ्नो तालमा यसो गरिरहेछ मलाई नि यसो रमाइलो गरौँ हामी भनिरहेछ सुन्ने हैन के तिम्रो घर कहाँ रे तिमी त पनि यतै पाल्पातिर भौ होइन दादा होइन मेरो यता नवलपुर काउसती ए काउसती हो नि है चिन्नुहुन्छ र नचिन्ने हो र अभि काउसती नचिन्ने काउसती पहिला उता नवलपुर भन्दा पनि यता बुटोल सुनौलतिर त साथीहरू थियो मेरो टन्नै ए ला 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 सँग बोल्न अलिक कस्तो लाग्छ कि मलाई अलिकति डर लागिरहेछ कि तिमीलाई म अर्कोको लाइफमा नदेखेको र मैले डर नाटक गरेर कस्तो मान्छे होइन हो दाइ अब हजुर भनेको हजुर हो नि अब यस्तो अब चलपल छ हजुरको लभ छ यार नाइ त्यस्तो हेर्नु नि के भयो हात कामिरहेछ के बोल्न के कारणले कामे हात तिम्रो हजुर के हावा कुरा नगर क्या त्यस्तो अनि के हो हजुर टिकटक के भइरहेछ कि कति ल्याग भएको यार आज अब राति अपडेट आउँछ ढुक्कै ए कस्तो फालेर डाउनलोड गरेर हुन्छ नै आफै अपडेट आउँछ कि यो मेरोमा पनि ग्लिच भएर यस्तो कहिले पनि भएको थिएन